सबैजना नमस्कार। आजभोलि एकदमै चर्चामा रहेको विषय विभिन्न ठाउँहरूमा फुटपाथको नाममा गरिएको व्यापार, फुटपाथहरूलाई हटाउने जबरजस्ती घाँटी च्यापेर हैन, जबरजस्ती कुटेर हैन, सामानहरू लुटिरहेको हैन, सामानहरू चाहिँ सबै कुराहरू चाहिँ नगरपालिकाले लगेको देखिन्छ। अहिलेको सरकारले गरेको, अहिलेको बालेन सरकार र गृहमन्त्री किरणसुदन गुरुङले गरिरहेको कामप्रति केही मान्छेहरू सन्तुष्टि छन् भने केही मान्छेहरू विरोध गरिरहेका छन्। साँच्चै अहिलेको सरकारले गर्नुपर्ने काम त्यही नै थियो त? पहिलो काम त्यही नै हो त? नेपालमा पहिलो बाधक तिनीहरू नै थिए त? यो गम्भीर प्रश्न हो कि नै? साँच्चै अहिलेको नेपालको विकासको बाधक तिनीहरू हुन् कि के लाग्छ तपाईहरुलाई? यो कुरा हामीले गम्भीर भएर सोच्नुपर्ने जरुरी छ। खासमा नेपालको विकासको बाधकहरू उनीहरू हो कि होइनन् भन्ने विषयमा हामी प्रश्न हुनुपर्छ। र जुन खालको अहिले भिडियोहरू सार्वजनिक भइरहेका छन् हैन, जुन खालको चाहिँ अहिले दमन भइरहेको छ, यो चाहिँ नेपालको लागि राम्रो होइन कि भन्ने लागेको छ मलाई। तपाईहरुलाई कस्तो लाग्छ? कमेन्ट बक्समा कमेन्ट गर्नु होला। धन्यवाद। खासमा गर्नुपर्ने काम अरु पनि थुप्रै छ नेपालमा। नेपालमा गरिबीको रेखा धेरै छ हैन, नेपालमा अभावका कारणहरू धेरै छन्। त्यसलाई कसरी हल गर्नुपर्छ भन्ने विषयमा अहिलेको सरकारले सोच्नुपर्छ भन्ने लाग्छ मलाई। तपाईलाई कस्तो लाग्छ? सल्लाह सुझाव दिनु।